वेलकम छ मेरो न्यू ब्लगमा आज पनि स्वागत छ तपाईहरुलाई। तपाईँहरु आज चाहिँ हाम्रो क्रिस्टियनीको लास्ट दिन है, सर्टिफिकेटको सर्टिफिकेट दिन है। जानु भनेको है। यहाँ अब एकदम सबैले नाचगान के छ नि Rokko anak-anak ya ada cipu mana sah mana go cipu yo mana ya cipu isa mana go cipu ya isa apa ya custom ini ada apa mana ya cipu isa itu एकदम सँगले त्यहाँको डान्स एकदम त्यहाँ अब दाइले डान्स हान्नुहुन्छ है भरे ट्रेनिङमा त्यो कुनै टक्का आउने छ कन्टेन्ट है ल अगाडि गएर खिच्नु पर्यो कहाँ पछाडिबाट हुन्छ निस्किसक्यो है त ल भाइ चाहिँ हामी टक्कलाई निस्किसक्यो है आज फाइनल डे सारङ्ग हुन्छ दोस के छ हाम्रो एकदम ठिक छ हैन आज के खाने एकदम उसाइ छौ नि आज हैन फाइनल एकदम एक्साइटेड कस्तो फिलिङ्स भइरहेको एकदम आज किम्ची खाने फिलिङ्स भइरहेको छ एकदम आज चाहिँ एउटा जस्तो हुन्छ नि त अब यो एक हप्तालाई पार गरेर हैन आउँदाखेरि चाहिँ कस्तो फिलिङ भयो त भनिदिनु पर्यो मलाई एकदम रमाइलो गरिरहेछ हैन आज खानेछिन किम्ची हैन त्यसरी खाने क्या हो त्यस्तै अम्ली चाहिँ होइन नि फेरि चपस्टिक खाने हो त्यो चाहिँ कस्तो हुन्छ नि यस्तो हुन्छ है एउटा यहाँ कतिको देखेको हुँदैन होइन चिनेको पनि हुँदैन यो कुनै सिङ्का होइन नि फेरि यो त बाँसको सिङ्काडा नि बनाउन सकिन्छ होइन त्यसको युज गरेर पनि राम्रो हुन्छ एकचोटि तर मलाई चाहिँ आउँदैन फेरि चलाएर चलाउनु चाहिँ यसरी हो क्या यो टक्का एउटा समाउने होइन यो लाउने यस्तो चलाउने है त्यसरी चलायो भने टक्क हुन्छ कसैले आउँदैन भने मेरो भिडियो हेरेर पनि सिक्न सकिन्छ एउटा यहाँ राखेर एउटा यहाँ लक गरेर ल हाम्रो टक्क ट्रेनिङ केन्द्र यो है अब सुरु हुन्छ एकछिनदेखि अब पहिला खाजा खाने हो अनि एकछिन ट्रेनिङ गर्ने हो अनि जाने हो ल है त हाम्रो आजको फर्स्ट मिल आज है त लास्ट आज लास्ट फाइनल दिन है टक्क लाएर चाहिँ है ल ल त गाई चाहिँ यस्तै छ टक्क खाजा ल दोष के छ लास्ट दिनको भनाइ के छ आज होला केही होइन मजा आयो अब तिमी छुट्टिनु पर्यो रुना आउँछ कि तिमीलाई देख्नु नपाए एक हप्ताको यो सङ्घर्षको घडी कस्तो लाग्यो सङ्घर्ष त केही नि थिएन केटा रमाइलो
सङ्घर्ष त केही नि होइन कि तिमीलाई कस्तो भयो के भयो दुई शब्द भन्दै दुई शब्द गुखाउ मलाई जामाला पहिले दिन मलाई सोध्ने तिमीले नि त्यही ल के हो भन नि त दुई शब्द पैसा कमाऊ आज पकाएर अन्डा कस्तो रहेछ त आज अन्डा पाकेर यहाँ लास्ट दिन जस्तो खायो नि खाओस् भनेर पकाएको दाइ टिकाराम अन्डा कस्तो छ अन्डा जस्तो छ तेजिलो छ ताजा 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 तातो छ है नि सिमसिङ हे सिङसिङ सिङसिङ हे हो यहाँले तिमीलाई सोध्छु मलाई टिकाराम हेर यतिकै पोस्ट हालिदियो भने त फेरि आज लास्ट दिन हजुरलाई के कस्तो लाग्यो ल भन्नुहोस् त अँ 10 बजीसम्म चाहिँ हाम्रो कार्यक्रम पढाइ हुन्छ होइन त्यहाँ उता अनि पहिलो दिन सजिलो कि लास्ट दिन सजिलो धेरै सबै तपाईँहरू सबैले गाडी हुन्छ अब अनुभव हुँदैन दिनभरि बिहान 6 बजीदेखि तपाईँको टेन्सन हुन्छ होइन औडा हुन्छ नि दोस्रो दिनबाट बाँध्नु पर्छ दोस्रो दिनदेखि एकदम रमाइलो मजा हुन्छ सङ्घर्ष केही पनि छैन ल धन्यवाद हाङ्गु कुम्सिक कोरियन खाना खान लागिरहेको छौँ है हाङ्गु मलाई त कुम्सिक देखिएन तिमी हो म अर्को भएँ आज त म थाकेँ लाइभ नदेखेको ल खानु घामले कहिले अहिले होइन नि त गएर बरफ खान्छन् र कहिले देख्न सक्नुहुन्छ कोरियन मुस्से यही बसौँ कोरिया खाना उतै जानु पर त भुलिसक्यो होला पर त ल फान्जाङ निम हान्जाङ नि मानी मानी थुसे हो ल मानी मानी थुसे हो हाङ्गु कुमसिङ टुप्पिसी भण्डारीसी मासी अत्ते हो खेरो नाने छ भात त चम्किँदै होला त ल हाङ्गु कुमसिक खाऊ है खाऊ लु खाऊ त हाङ्गु कुमसिक ल मानी 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 थुसे हो ल यो कोरियन खाना है त कोरियन खाना है आज ट्रेनिङको लास्ट दिन चाहिँ है हाम्रो लास्ट दिन पनि छ है टक्क कोरियन खाना खाइँदैछ है ल कस्तो छ त कस्तो लाग्यो खाद्य मैले खाँदैछु छिङ्गो अध्यक्ष हो कस्तो लाग्यो मासी छ ल ल ल ल ल अब लम खाने ज्याम के ज्याम ल यहाँ यता गर अनि टिकारामजी के छ हजुरको हाल खबर भन्नुहोस् कस्तो छ खाना यत्तिकै ठिक नभन्नु सिधै मन पर्दैन जे चिज नि स्वाद कस्तो छ हाम्रो भन्दा यहाँको धेरै फरक छ भात त भातै भयो है अलिकति फरक त हुने नै भयो प्रमाणपत्र वितरण कार्यक्रम हुँदैछ यहाँ चाहिँ लाएर चाहिँ ताली पनि हुँदैछ कहिले पायो होला भनेको त
प्रमाणपत्र सबैले पाएको छ अलि राम्रो नि देखिन्छ तल चाहिँ के हेरेर बसेको देखाउ न अगाडि देखाइदियो अगाडि पनि देखाउनु अगाडि छिर्दा दामी देख्यो ट्रेनिङ सर्टिफिकेट लिएर आइसक्यो त गाइस ल दाइ एकदम ह्याप्पी मोडमा छ आज है सर्टिफिकेट ए यहाँ सर्टिफिकेट चाहिँ यहाँ छ के सर्टिफिकेट अब टक्क लाएर सिसिबिआई भर्ने हो है ल